आज कुकुरलाई के बिहाको थियो नि त चिकनको यो घाँटीदेखि को भाग टक्क अनि रस बनाइदिएर भाँडामा बाइकमा ल्याइदिएको हैन। अब सुत्केरी छ नि त के गर्नु माया लाग्छ लास्ट त्यो चाहिँ यहाँ बस्छ यो चाहिँ मिसेस पिन्सी बनाइदिएको है बनाएर मलाई पुऱ्याइदिनु खाओस् बिचारा भनेर पठाइदिएको हैन। अनि म जाँदैछु यहाँ अहिले बेलुका 8 साढे 7 भइसक्यो ल कुर्नै होला सायद यही छ ल यसको बच्चाहरू खाने बिस्तारै आइज बच्चा सच्चा सब लात हान्दा आइरहेको यसको यो हिजो ल्याइदिएको भात चाहिँ हैन बिहान ल्याइदिएको भात यो चाहिँ दाल भात यसमा मोमोहरू पनि राखिदिएको थियो खाएन छ के गर्ने अब यो कहीँ राख्ने ठाउँ छैन अब ल सरी भनेर यता फालिदिनु पर्यो यसलाई आइज ल छोड यो मासु अहिले आए सुप खा ल पहिला यति सुप खा त ल खा नखाने खान्छस् ल हर बास्ना ल यहाँ खाइ ल अर्को पनि पिस छ ल यो चाहिँ खा ल पनि छ अरू पनि छ मासु चिकन खा नखाउला जस्तो गर्छ त अरे किन फालेको त चाहिँ ल खाए यसले मजाले खान्छ यसको एउटा खुट्टा यो चाहिँ खुट्टा टेक्दैन है यो खुट्टा चाहिँ अपाङ्ग छ सधैँ त दिन सकिँदैन अब तर यो सुत्केरी छ नि त त्यही भएर उता खा उता यहाँ खा उता उता कहाँ लगेको यहीँ खान हेर्नु कुकुरको ल ल उता घटा अरू पनि खान्छ यसले भरे यसको बच्चाहरू त यस्तो छ ल उतार्नु परेछ यहाँ त यो त ओट निधार सबभन्दा ठुलो यो यहाँ पनि छ ओट छवटा कतिवटा छौरा कतिवटा छाउरी हो यो छौरा कि छाउरी हो छाउरी यो छौरा छौरा छाउरी कति जस्तो के होस् ल त्यही हो कुरो यसले यहाँ छोडेर गयो कता लुते बिचरा यता लुकाएर खाएको चाहिँ खोस्दिन्छ अन्त होला